घरमा बस्नेको चाहिँ काम पनि हुँदैन, फुर्सद पनि हुँदैन है साथीहरू। सो हेलो एभ्रिवान, वेलकम टु माई अनदर मिली ब्लग। अनि साथीहरू फर्स्टमा चाहिँ मेरो मेहन्दी हेर्नुहोस्, मेरो बुढाले ल्याइदिएको थियो हिजो। जानी नजानी लगाएको छु, कस्तो भएको छ कमेन्ट्स पनि गर्नुहोला। अनि अब चाहिँ मेरो काम सुरु भइसकेको छ बिहानको। मैले चाहिँ बिहान खाजासाजा खाएर यसरी बेड मिलाउँदैछु। अनि साथीहरू मेरो भालुको हालत चाहिँ यस्तो भएको छ, सिलाउनु पनि भ्याएको छुइनँ है। कामको व्यस्तता पनि के हो यस्तो है। धुने लुगा चाहिँ मेरो डेली नै हुन्छ, तपाईँको पनि हुन्छ हुँदैन कमेन्ट्स गर्नुहोस् होला है। लुगा चाहिँ पट्याउनु पनि यति बिघ्न हुन्छ कि साथीहरू, डेली कहाँबाट निस्केको। अनि यसरी नै म आप्पाको बेड पनि यसरी नै मिलाइदिँदैछु। आप्पाको बेड मिलाइसकेर छेसम रुम चाहिँ एकदम धेरै पछिपट्टि मैला भएको थियो नि त, किनभने स्पेस कम्ती छ पस्ने कि, त्यही भएर धेरै मैला भएको थियो, टाइम बेसी लाग्यो है। अनि आज चाहिँ मेरो बाहिरको काम धेरै भएको कारणले गर्दा चाहिँ आजको भिडियो यति नै हो साथीहरू। घाम चाहिँ धेरै दामी लागेको छ। थ्याङ्क यू फर वाचिङ।